नमस्ते सबैजनालाई, इट्स मी सुस्मिता फ्रम साइप्रस। समय र सिचुएसन अनुसार आफूलाई पनि ढाल्न सक्नुपर्छ भन्ने कुरा चाहिँ मैले यो ठाउँमा आएर चाहिँ एकदमै धेरै सिक्ने मौका पाएको छु। जब म समय र सिचुएसन अनुसार ढल्छु तब न मलाई समय बिताउन एकदमै धेरै सजिलो हुने गर्दछ। जब नेपालदेखि बाहिर गइन्छ त्यहाँको कल्चर, त्यहाँको रहनसहन, खानादेखि लिएर हरेक कुराहरू डिफ्रेन्ट नै हुन्छ नै। सुरुमा त एडजस्ट गर्न एकदमै धेरै गाह्रो हुन्छ, पछि बिस्तारै बानी हुँदै जाँदो रहेछ। मान्छे भनेको जात नै एडजस्टमेन्ट गर्न सक्ने रहेछ, त्यसैले त महान भनिएको होला सायदै। विदेश रहनु भएको दाजुभाइ दिदीबहिनीहरू, तपाईँमा आफूमा के चेन्ज पाउनु भएको छ? सायदै धेरै पाउनु भएको छ होला, तर ममा धेरै चेन्ज पाएको छु मैले। सबैभन्दा सुरुमा त मसँग लाज भन्ने छैन। म कुनै पनि चिज गर्न, सही काम गर्नुको लागि मलाई लाजै लाग्न छोडिसक्यो। अर्को कुरा भनेको मलाई पैसा नै सबै थोक हो भन्ने कुरा चाहिँ मेरो दिमागबाट हटिसक्यो। विदेशी आउनुको मेन उद्देश्य भनेको नै पैसा हो। सायदै म जस्तो मिडल क्लास फ्यामिलीको व्यक्तिहरूलाई थाहा छ होला कि पैसाको अभावमा जिन्दगी जिउन कति धेरै गाह्रो हुन्छ। अर्को कुरा, फरक फरक तरिकाको फरक फरक स्किल्सहरू, चाहे सानो कुरा नै किन नहोस्, त्यो सबै कुराहरू मैले सिक्ने मौका पाएको छु। विदेशमा काम भन्दा पनि सबैभन्दा ठुलो डेन्जरस रोग भनेको लोनलीनेस हुँदो रहेछ, जुन म आफूले नै फेस गरेको थिएँ स्टार्टिङ पोइन्टमा। नेपाल हुँदा प्राय जसो छोरी मान्छेहरू विदेश गएका राम्रो हुँदैनन्, चरित्रमाथि केही शङ्का र नराम्रो भन्ने मैले देखिरहेका थिएँ। तर सबै त्यस्तो हुँदैनन् र कोही हुन सक्छन्। त्यो हुनुको पछाडिको रिजन भनेको लोनलीनेस पनि हुन सक्छ है। म हजुरहरूलाई सेयर गर्छु मैले मेरो लोनलीनेसलाई कसरी जित्न सकेँ त। अभि सम्झिँदा पनि डर लाग्छ। यहाँ आएको 3 महिना म एकदमै धेरै एन्जाइटीको फेजमा पुगिसकेको थिएँ। मर्छु कि क्या हो भन्ने डर लाग्ने, एकदमै धेरै अँध्यारोदेखि डर लाग्ने, लोनलीनेस, कसै आएर बोलायो भने पनि डर लाग्ने, आफू भित्रभित्रै काप्ने, म सक्दिनँ कि क्या हो, म नेपाल जान्छु भन्ने फिल हुन्थ्यो। त्यसपछि मैले सुरु गरेँ, मलाई लागेको मसँग आएको थट्सहरू मैले सेयर गर्न थालेँ। फ्यामिली, मेरो नजिकको मान्छे, मलाई माया गर्ने मान्छे, सबैजनालाई मेरो थटहरू सेयर गर्न थालेँ। मलाई किन यस्तो हुन्छ, मलाई यस्तो भइरहेको छ, यो चिजले गर्दा मलाई मेरो मन एकदम धेरै हल्का हुन थाल्यो। बिस्तारै बिस्तारै आफूलाई सेफ फिल गर्न थालेँ। मैले पोजिटिभ कुराहरू सुन्न थालेँ, पोजिटिभ कुराहरू हेर्न थालेँ। मलाई जे ठहर आउँछ म डाइरेक्टली फोन गरेर म रुन मन लाग्यो भने रुइदिइहाल्थेँ। मलाई जे फिल भइरहेको थियो सबै कुरा बिस्तारै बिस्तारै म पहिलाकै फर्ममा आउन थालेँ र म एकदमै ह्याप्पीवाला लाइफ जिउँदैछु। अहिले म जसुकै परिस्थितिमा पनि खुसी हुन्छु। म एक्लै रमाउन सिकिसकेको छु। अहिले यहाँकै रहनसहनमा बाँच्न सिकिसकेको छु। साँच्चै तपाईँले भिडियोमा पनि देख्नुभयो होला मैले कति धेरै खाना पकाउँछु, मैले कति धेरै मान्छेहरूसँग बोल्न सक्ने भएको छु, म घुलमिल सक्ने भएको छु। आज एकजना अङ्कलको बर्थडे पनि थियो क्या, आएर सेलिब्रेट पनि गर्यो। ओके, थ्याङ्क यू सो मच वाचिङ फर माई भिडियो।